ए आज हो ए बोयफ्रेन्डसँग झगडा गरेर आउनु भएको तपाईँ अहिले चाहिँ हस्बेन्डले बोलाउनु भएको तपाईँलाई ए अनि बोयफ्रेन्ड पनि छ तपाईँको किन ए तपाईँ चाहिँ बिहा गरिसक्नु भयो अहिले चाहिँ हस्बेन्डकोमा जाँदै हुनुहुन्छ तपाईँ ए यो फ्री राइड गरेँ क्या मैले खासमा फ्री राइड गरेको क्या मैले आज हो साँच्चै हो तपाईँ फ्री राइडमा परेको के बुझ्नु भएन ए त्यहाँ हुन्छ म कफी खान आउँछु नि खानेकुरा बोकेको थिएँ अलिक कुच्चियो कि आयो त्यो मोमो प्याकिङ गरेको थिएँ कि अनि हजुर हजुर ए घरमा होइन पर्दैन यो फ्री राइड हो कि तपाईँलाई हो साँच्चै हो कि हुँदैन फ्री राइड हो ल गुड नाइट ल ल राम्रोसँग नै नै पर्दैन होइन फ्री राइड हो कि हजुर लोकेसनमै हुनुहुन्छ सो अल राइट गाइस दर्शन नमस्ते सबैजनालाई है वेलकम ब्याक टु माई युट्युब च्यानल अहिले चाहिँ हल्का यो रुगा खोकी टाइपको आइरहेछ तै पनि म फ्री राइड दिनको लागि निस्केको आज चाहिँ यसो युट्युबको लागि कन्टेन्ट पनि थिएन त्यही भएर सबैजना सन्चै हुनुहुन्छ होला है म चाहिँ अलिकति बिमार नै छ भनौँ र मलाई रिक्वेस्ट आइसकेको छ त्यही भएर म यहाँ चाबेलमा हाम्रो दिपक चामलिङ भ्लग भेट भइसकेको छ उहाँ र म चाहिँ राइडमा निस्क्यौँ भन्ने सल्लाह भयो त्यही भएर निस्किँदैछु भिडियो हेरेर इन्जोय गर्दै गर्नु होला ल र म पिकअप लोकेसनमा प्यासेन्जरलाई पिकअप गर्न जाँदैछु भिडियो हेरेर इन्जोय गर्दै गर्नु होला है हजुर हजुर हो हजुर हजुर हो दिपक हुन्छ बस्नु ल धापसी है ए हुन्छ 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 ल भयो अप्ठ्यारो भयो तपाईँलाई अप्ठ्यारो भयो हजुर न्युरो हस्पिटलबाट ए ए उहाँहरूलाई थाहा होला नि बाटो ए अब भित्र भित्र जाने नि है कुदिहाल्यो उनीहरू त कतिसम्म कुदिसकेको छ त ओ त्यहाँ पुगेछ तपाईँको भाइ हो ए यहाँबाट होइन त दाजु राइडर हुनुहुँदो रहेछ नि यो फ्री राइड गरेँ क्या मैले खासमा म खास भ्लगर हो आज फ्री राइड गर्छु भनेर निस्केको थियो ठ्याक्क अनि त्यही भएर त्यहाँ हो त्यही भएर तपाईँले फ्री राइड गरेँ क्या मैले हजुर दिपेन तामाङ हजुर तपाईँ फ्रीमा पर्नुभएको है अहिले यहाँ टपमा जो आउँछ त्यसले फ्री राइड त्यसरी दिइहाल्ने कि अनि 2-4 राइड गरेर जाने भनेर निस्केको थिएँ त्यही भएर तपाईँ पर्नुभएको आज हजुर ल सर्च गरेर यसो हेर्नुहोस् न है दिपेन तामाङ छ हजुर ल ब्रदर है त गुड नाइट हस् हस् बाई बाई हस् 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 हुन्छ
मलाई मैले फ्री राइड पनि दिइसकेँ है। कस्तो अप्ठ्यारो हुन्छ कि यो बाइकमा, अलिकति स्पोर्टी बाइक भएको भएर माइलेज पनि यसले अलि राम्रो दिन्छ नि त, त्यही भएर मैले यही बोकेको। अब सेकेन्ड राइडको वेटिङमा छु गाइज। सेकेन्ड राइड पनि उठिसक्यो। कहाँ रहेछ पिकअप पोइन्ट चाहिँ? हजुर लोकेसनमै हुनुहुन्छ? ए हस् हस् हुन्छ, म आइहालेँ है त। हस् एलिजा होइन त तपाईँ? एलिजा होइन ल भयो। कता उता ठमेल टटल होइन? जब गर्दै हुनुहुन्छ कि आज वेडनेसडे भएर? हजुर हजुर रमाइलो गर्नलाई। ए कहाँ छोडिदिने? टटलमै छोडिदिने हो? ए पाउनु एकछिन। एलिजा फ्री राइड हो कि? फ्री राइड हो कि तपाईँलाई? फ्री राइड गरेको क्या मैले आज। हो साँच्चै हो। होइन फ्री राइड गरिरहेको थिएँ, त्यसै पऱ्यो हो कि तपाईँ। ल जानु ल ल हस् वेलकम। सो गाइज मेरो सेकेन्ड राइड पनि कम्प्लिट भयो है। पहिला कहिले ड्रप गरे जस्तो लागेको थियो, पिकअप ड्रप गरे जस्तो लागेको थियो है। सो अब नेक्स्ट राइड मलाई नेक्स्ट राइड आइसक्यो है। पिकअप लोकेसन यहीँ छेउछेउतिरै भन्छन्, ठमेल छेउतिर खै कहाँनिर रहेछ हेर्नु पर्यो। तपाईँ रहेछ, आउनुहोस्। उता माथि सबिना हो? आउनु तपाईँ हो सबिना? आउनु ल आउनु छिटो जाउँ त। तपाईँ सनफ्लावर एकाडेमीनिर होइन त? भनेपछि यो बालुजीबाट जाँदा हुन्छ? म पेट्रोल पनि हाल्नु पऱ्यो भनेर के पेट्रोल सिद्धिरहेको थिएँ, त्यो बाटो जाउँ है त। तपाईँले त्यति अबेल भएको छैन होला नि त है? त्यति साह्रो अबेल भएको छैन होला नि तपाईँलाई? हेर्नु त यहाँ बाइक अन्त पेट्रोल पाउँदैन कि, त्यही भएर यो त बाइक यहाँ चाहिँ 24 आवर हो नि त। ए थाई कासा भने चाहिँ के हो? रेस्टुरेन्ट हो? ए थाई रेस्टुरेन्ट? ए महँगो होला है? महँगो होला, एक्सपेन्सिभ होला पुरै, महँगो होला एक्सपेन्सिभ होला भने के महँगो होला भने के? ए महँगो होला भने के? महँगो यहाँबाट जाउँ है त, उता सिधै होइन, यहाँबाट राइट यता यही हो? ए ल तपाईँले पेमेन्ट दिन लाउनु भयो? जानु तपाईँ फ्री राइडमा पऱ्यो है? फ्री राइड फ्रीमा के तपाईँ फ्री राइडमा परेको के बुझ्नु भएन? म आज 2-4 राइड फ्री राइड गर्छु भनेर निस्केको थिएँ। म भ्लगर हो कि खासमा, भ्लगर। कता घर तपाईँको? कहाँ? आरुखर्का? मेरो नुवाकोटै हो। ल के अरे मेरो सूर्यगढी थाहा छ? ओ त्यहीँतिर म लास्टमा। हजुर पर्दैन, साँच्चै हो। फ्री राइड हो कि? क्यामेरा अनमै थियो नि त। थाहा थिएन? अब जो आयो त्यो लक्की पर्छ नि त फ्री राइडमा। लस वेलकम। ए त्यहाँ हुन्छ, म कफी खान आउँछु नि है। बाई बाई ल। सो फाइनली गाइस यो राइड पनि कम्प्लिट भयो मेरो है। बहिनी चाहिँ उता नुवाकोटतिरकै पढ्नु भएको रहेछ, आरुखर्कातिरको। अनि राइड कम्प्लिट भयो। अब फेरि नेक्स्ट राइड लिँदैछु है त म। ल गाइस है, हाम्रो दिपक चामलिङ भ्लग राइडर सोम केसी हामीहरू आज भेटेर चिया खायो, खासा चाहिँ खायो भनौँ न। अनि फेरि मलाई चाहिँ घर छेउकै टिप आयो, उहाँले म लोकेसनमा पिकअप गर्न जाँदैछु है त। ल सर भोलि आउनुहोस् है त। ल सोम सर जान्छु ल। तपाईँ नि टिप हेरेर घर जाने कि? मेरो चाहिँ रिक्वेस्ट आइसकेको छ है, बाइक स्पोर्टी बाइक भएको भएर यो
अलिकति अप्ठ्यारो मान्दैछ यार दिपक सरको चाहिँ डुब्छ होला सर ल दिपक चामलिङ भ्लगलाई पनि सब्सक्राइब गरिदिनु होला मैले इन्ट्रोमै भनिसकेँ तपाईँको ल है त पिकअप लोकेसन कहाँनिर जस्तो लागेको थियो पठाउ बुक गर्नु भयो हजुर 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 पूजा होइन त ए हुन्छ ल तपाईँ माथि मारनगञ्ज है गोल्फटार हो ए हुन्छ हुन्छ ल भयो है हस् ए यताबाट चाहिँ जानुपर्ने होला यहाँबाट यता तल निस्केर जानु मिल्छ जस्तो लागेको थियो हजुर 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 वान वे हो यो ए ल तपाईँले वान वे भन्नुभयो फेरि भएर अलिक डर लाग्यो पुलिसहरू त हुँदैन होला ए मैले यहाँ खानेकुरा बोकेको थिएँ अलिक कुच्चियो कि है खानेकुरा बोकेको थिएँ मोमो प्याकिङ गरेको थिएँ कि अनि हजुर हजुर ए घरमा छ नि हजुर हजुर त्यो कुच्चिन्छ भनेर मैले यता राखेँ है हजुर ए अँ त म आज राइडमा निस्केको थिएँ अनि म खाजा खाइरहेको थिएँ कि अघि हजुर हजुर लास्ट ट्रिप हो म उहीँ तल मुनि हो छैन त्यही भएर तपाईँको यताको माथिको टिप बोकेर आएको क्या म खाजा हजुर खाजा खाएर बसिरहेको थिएँ अनि यसो अनि रिक्वेस्ट हेरेको ठ्याक्कै तपाईँको रहेछ अनि बोयफ्रेन्डसँग झगडा गरेर आउनुभएको तपाईँ किन ए तपाईँ चाहिँ बिहा गरिसक्नुभयो ए ए अहिले चाहिँ हस्बेन्डले बोलाउनु भएको तपाईँलाई ए अनि बोयफ्रेन्ड पनि छ तपाईँको ए अँ अहिले चाहिँ हस्बेन्डकोमा जाँदै हुनुहुन्छ तपाईँ ए ए ए जे भन् जानु त परिहाल्यो नि यो भोलि ठुलै झगडा हुनुभन्दा अहिले सानो झगडा भयो लाएर बस्नु तर खाजाको टेन्सन मात्रै पाल्ने रहेछ क्या काम पनि लाग्छ राति बसाएछ चेकिङ गराएछ यहाँ के आयो मरा कि यिनीहरू देखेर होइन क्या मलाई होइन हजुर पुरा त्यो गार्डन अफ ड्रिम्सले ठाउँ लिएर क्या हजुर हजुर स्कुटरमा हजुर हजुर फाइन लगाइरहेको छु किन भनेको यो छेउको यो बिचको फाइन हुन्छ नि सेतो हजुर हजुर सेतो छोइसे ए म चलाइरहेको छु त्यही लाइनमा चलाइरहेको छु तिमीहरूले रोक्ने बित्तिकै मैले रोक्नु पर्यो कहाँ उडेर यतापट्टि छेउमा आउनु भने चाहे नमानी ल तिमीहरूलाई पैसा चाहिएन पैसै काट बरु भनेर डेन्जर फर्काएर उस गरेर तपाईँले पैसा चाहिएर त उनीहरूलाई त्यो जे पाइदियो कुरामा रोकाएर
म हिँडिरहेको छु आफ्नो बाटो हिँड्दा हिँड्दै रोक्यो भन्दा म जहाँ रोकेको छु त्यही बस्नु पऱ्यो नि त यतैतिर हो ए कति आएको छ फेरि मेरो बाटो परेको हो तपाईँ पेमेन्ट दिनु पर्दैन जानु जानु कति आएको होइन होइन पर्दैन यो फ्री राइड हो कि तपाईँलाई बाटो परेको थियो कि 100 आइरहेको छ एकैछिन होइन होइन छोडिदिनु फ्री राइड हो कि फ्री राइड नगर्नु न बिचारा यार बाटो परिरहेको थियो क्यास छ कि छैन नै नै पर्दैन हो साँच्चै हो कि यी हेर्नु न 100 रुपिज उठाएर रहेछ छोडिदिनु कि छेउमै हो तपाईँले बाटो परे होइन होइन पर्दैन फ्री राइड हो कि नै छोडिदिनु नै छोडिदिनु फ्री राइड हो कि जानुहोस् बरु तपाईँलाई चाहिँ त्यहाँ गाह्रो अवेल भयो गाह्रो भइसक्यो हस् गुड नाइट ल राम्रोसँग जानु ल बाटो परेको थियो कि फ्री राइड हो तपाईँलाई के खुल्ला हो के हो त ए ल ल ल गुड नाइट ल ल ल राम्रोसँग जानु नै पर्दैन होइन होइन फ्री राइड हो कि नै म बाटो परेको थियो अनि ठ्याक्क आउँदाखेरि एक्सेप्ट गरेर लिएर आएको कि ल नरिसाउनु ल हस् वेलकम हस् गुड नाइट ए हस् हस् हो ल हस् फ्री राइड गरेको पैसा लिनु भनेर भन्दै हुनुहुन्थ्यो कि त्यो पनि बाटो परिरहेको थियो मेरो यहाँ माथि आउनु नि पैसा लिएर जानुहोस् पैसा लिएर जानुहोस् भन्नुहुन्छ कहिले लाख कहिले पाख गर्नु भएन नि कसैसँग लिने कसैसँग नलिने है त्यो पनि म आज फ्री राइडै गरेर निस्केको 4 राइड फ्री राइड दिएँ कस्तो लाग्यो तपाईँहरूलाई भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै अहिलेको लागि चाहिँ बाई बाई गुड नाइट ह्याभ अ स्विट ड्रिम गाइज सबैजनालाई है त।